आज चाहिँ हामी व्हाइट गुम्बा गएको थियौँ कि कति वर्षमा है यस्तो जाम भइरहेको छ है। हेर्नु त हामी त तल्लै राखेर आएको यस्तो जाम भएर हिँड्दै हिँड्दै यस्तो जङ्गलबाट उकालो चढेर आउँदैछौँ हामी चाहिँ है। हेर्नु जाम भएर हामी चाहिँ बल्ल बल्ल माथि चाहिँ रोडमा बालाजुबाट भित्र है व्हाइट गुम्बा जाने ठाउँ यहाँबाट चाहिँ गइन्छ अब हामी साथी हो। चाहिँ नागाजु आइपुग्यौँ है। बालाजुभन्दा भित्र रहेछ है। यहाँ पुग्नुपर्ने हामी चाहिँ त्यो गुम्बामा गाह्रो छ हामीलाई हिँड्दै हिँड्दै आएको हो के साह्रो। यसरी हिँड्दैछौँ हामी चाहिँ। बल्ल बल्ल है। व्हाइट गुम्बा भनेको चाहिँ यस्तो हुन्छ। आउनु भएको छ साथीहरू नआउने जति छ। हामी चाहिँ यस्तरी फोटो खिच्ने भाइ अरू के रहेनछ। अरू त केही छैन साथी हो। फोटो खिच्नलाई चाहिँ धाएरै आउने रहेछन् साथीहरू त। है आठसम्म खुला छ अरे यहाँ चाहिँ होइन। भोलि चाहिँ बन्द रहेछ शुक्रबार होइन। यहाँ चाहिँ बल्ल 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 आइपुग्यौँ है हामी चाहिँ व्हाइट गुम्बामा। अब चाहिँ प्रवेश गर्नु लाग्यो। यहाँ भित्र के छ ल। यहाँ चाहिँ गुम्बा चाहिँ कति डालेर रहेछ होइन। अब भोलि चाहिँ बन्द अरे। भोलि शुक्रबार चाहिँ अब पर्सि शनिबार चाहिँ खुल्छ भन्ने कुरा सुनिएको छ है हाम्रो। त्यही हामी चाहिँ जाँदैछौँ भित्र। लामाहरू पढ्ने हुने रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ भित्र जानु नपाउने रहेछ। लामाहरू मात्रै बस्नु पाउने रहेछ यहाँ चाहिँ। हेर्नु सक्छ आज चाहिँ यहाँ व्हाइट गुम्बा चाहिँ यस्तो रहेछ छ। जानु नपाउने रहेछ हामी चाहिँ। अब हामी चाहिँ पढ्यौँ। हामी त्यत्रो उकालो होइन सङ्घर्ष गरेर आएको पनि भित्रै छिर्नु नपाउने अवस्था रहेछ। हामी चाहिँ यहाँ जे होस् लामाहरूलाई चाहिँ काम रहेछ है यहाँ साथी हो। घुम्न आउँदाखेरि हामी चाहिँ भित्र पनि घुम्न नपाउने रहेछ। लामाहरूलाई चाहिँ लामा पढ्नेहरूलाई चाहिँ एकदम राम्रो रहेछ। भित्र छिर्नु नदिने रहेछन्। हामी चाहिँ
लामाहरू यो यहाँ चाहिँ यत्रो यत्रो पोकाहरू राखेर चाहिँ लामाहरू मात्रै हुने रहेछ है सबै लामा समुदायहरूको मात्रै मान्छेहरू भित्र बसेर ध्यान हुने रहेछन् कि त्यही भएर हामीलाई चाहिँ पस्नु नदिने रहेछ यहाँ चाहिँ वाइफमा चाहिँ यस्तो रहेछ हामी चाहिँ कति घन्टा हिँडेर आएको कि तलबाट है यस्तो हिँडेर आएको मान्छेहरू लामाहरू त्यही भएर हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ होइन यो राम्रो भएर फर्किनु पर्ला अब यो यहाँ चाहिँ होइन जे होस् लामाहरू यो यहाँ चाहिँ यत्रो यत्रो पोकाहरू राखेर चाहिँ लामाहरू मात्रै हुने रहेछ है सबै लामा समुदायहरूको मात्रै मान्छेहरू भित्र बसेर ध्यान हुने रहेछन् कि त्यही भएर हामीलाई चाहिँ पस्नु नदिने रहेछ यहाँ चाहिँ स्टुडेन्टहरू चाहिँ यसरी आएको छन् अझै एउटा स्कुलले पनि बच्चाहरू लिएर आएको छ यस्तो बाफ्रे बाफ्रे ganti sa kamera mo. Ganti sa kamera. Kathmandu Palace.